सो हेलो गाइज, तपाईलाई स्वागत छ मेरो यो च्यानलमा। सो गाइज, आज म धेरै दिनपछि तपाईलाई एकदमै महत्त्वपूर्ण र जानकारीमूलक भिडियो तपाईको माझ ल्याएको छु। सो मेरो भिडियो अवश्य अन्तिमसम्म हेर्नु र च्यानललाई सब्स्क्राइब गर्नु होला। मैले मेरो युट्युब च्यानलमा यो आदतप्रति विभिन्न किसिमका भिडियोहरू मैले बनाइसकेको छु। सो तपाईले हेर्नु पनि भयो होला अथवा हेर्नु भएको छैन भने प्लिज एकपटक अवश्य पनि हेर्नु होला। किन म यो आदतलाई एकदमै गलत, किन यो आदतलाई म राम्रो मान्दिन त हो, आज म यसै विषयको बारेमा भन्न चाहन्छु। गाइज, यो आदत मेरो एउटा साथी थियो, उसले मलाई सब कुरा एक्सप्लेसन गर्यो र मैले पनि यो चीजको बारेमा अनुभव गरेँ, भोगेर पढेँ, जसको आधारमा म तपाईलाई जानकारी दिन चाहन्छु कि यो आदत तपाईको जिन्दगी बर्बाद गरेर जानेछ। किनकि हामी रमाइलोको चक्करमा यो आदतमा फस्ने गर्दछौँ। किनकि आजकल त डिजिटल स्मार्टफोनको वाइफाईको जमाना छ। सो मान्छेहरू ती कुराहरू एकदम सजिलै तरिकाले हेर्न सक्छन्, सजिलै तरिकाले ल्याउन सक्छन्, जसले गर्दा उनीहरूको दिमागमा त्यो कचरा भरिरहेको छ। जसरी हामी एक डस्टबिनमा कचरा फाल्दै गयौँ भने त्यो के हुन्छ, जम्मा हुँदै जान्छ। हो, त्यसरी हाम्रो दिमागमा ती अश्लील भिडियोहरू प्लस ती त्यस्ता भिडियोहरू हेऱ्यो भने हाम्रो दिमागमा ती कुराहरू के हुन्छ, फरिँदै जान्छ। हामी सोच्छौँ हेऱ्यौँ डिलिट भयो, ती कुराहरू कहिले पनि डिलिट हुँदैन। हामीले जति हेऱ्यौँ ती कुरा त्यति नै भरिँदै जान्छ। हो, जसरी हामी फोहोरमा फोहोर थुपार्दै गयो भने केही समयपछि के आउँछ, गन्ध आउँछ नि त, त्यसको के आउँछ, गन्ध, नेगेटिभ उता आइहाल्छ, स्मेल आइहाल्छ। हो, त्यस्तै हाम्रो दिमागमा पनि ती कुराहरूलाई हामीले जम्मा गऱ्यौँ भने के हुन्छ थाहा छ, त्यसको सोचमा नेगेटिभिटी आउँछ, त्यसको दिमागमा पनि चेन्जेस आउँछ। हो, त्यसको दिमागमा चेन्जेस आउनु भनेको मेन सबैभन्दा ठुलो नोक्सानी हो। र अन्य शारीरिक नोक्सानी त कति छन्। अब त्यसको बारेमा म तपाईँलाई के भन्नु छ र, यदि तपाईँले अनुभव गरिसक्नु भएको छ भने कमेन्ट गर्नु होला, अनुभव गर्नुभएको छैन भने वेट गर्नुहोस्, अनुभव भइहाल्छ। यदि छोड्न चाहनुहुन्छ, यो गलत चिजलाई छोड्न चाहनुहुन्छ भने प्लिज छोडिदिनुहोस्। अहिले मान्छेहरू गुगलमा डाक्टरहरूलाई सबलाई सोधेर रमाइलो गर्नुपर्छ, मोज मस्ती गर्नुपर्छ, के हो र जिन्दगी जाने चिज हो भनेर सोचिरह होलान्। यसले तपाईँको जिन्दगीलाई कट्टा हानिदिन्छ। सो म चाहिँ यही भन्न चाहन्छु, प्लिज यो गलत आदत हो, तपाईँको जिन्दगी सर्वनाश हुनेछ। मेन हाम्रो मेन्टालिटीमा एकदमै चेन्ज आउनेछ, हर सोचप्रति नेगेटिभिटी पैदा हुनेछ। सो के भन्न चाहन्छु भने यो आदतलाई अहिले नै छोडिदिएर अगाडि बढ्नुहोस्, आफ्नो मेहनतमा र आफ्नो कर्ममा अगाडि बढाउनु, यस्तो नेगेटिभिटीमा होइन। यो चिज त एकपटक अवश्य पनि अनुभव गर्नुहुनेछ जब तपाईँले विवाह गर्नुहुन्छ। अलरेडी तपाईँले अनुभव गर्ने कुरा हो। सो अनुभव गर्ने कुरामा किन अगाडि आफैले गरेर आफ्नो जिन्दगी बर्बाद गर्ने। सो यही भन्न चाहन्छु, बाँकी कुरा तपाईँको इच्छा, तपाईँको। यदि अनुभव गरेर पछाडि हट्न चाहनुहुन्छ भने तपाईँको इच्छा। यदि कसैले भनेको कुरालाई लागू गरेर न यो गलत हो, म यो चिज अनुभव गर्न चाहन्न भनेपछि पछि हट्नुहुन्छ भने पनि यो तपाईको चोइस हो, म तपाईको हातमा छोड्छु। तर म भिडियो चाहिँ कन्टिन्यू बनाउने गर्छु, किनकि मेरो मोटिभ छ सिर्फ एक मान्छेले यो आदत छोडे पनि मेरो भिडियो बनाउनेको उद्देश्य चेन्ज हुन्छ। किनकि गाइज, मैले यो कुरालाई खुद व्यक्तिहरूसँग सोधपुछ गरेर पढेर आफैले अनुभव गरेर पनि थाहा पाइसकेको कुरा हो। सो हावामा बोल्दिनँ म कहिले पनि। मैले धेरै डाक्टरहरूसँग कुरा गरेँ, सबैले नर्मल हो,